डाइरेक्ट सेलिङ बिजनेस मोडलबाट आफ्नो प्रोडक्ट र सर्भिसलाई अगाडि बढाइराखेको धेरै त्यस्ता कम्पनीहरू छन्। कसैले सर्भिस दिन्छ, कसैले प्रोडक्ट दिन्छ है त। भने जस्तै 2000 मध्येको एउटा कम्पनी हो DXN। DXN को सुरुवात 1993 बाट भयो। अहिले 33 वर्ष, लगभग 100 वर्ष हुन लागेका कम्पनीहरू पनि छन् दुनियाँमा, जो DXN को इस्टाब्लिश हुनुभन्दा पहिलादेखि नै आफ्नो प्रोडक्ट र सर्भिसलाई के गर्थे, मार्केटिङ गर्ने गर्दथे है त। अब यो 33 वर्षको यसको अलिकति अब हामी यसलाई चाहिँ थोरै सर्टकटमा बुझौँ। 1993 बाट संसारभरिको मान्छेलाई स्वास्थ्य, समृद्धि र खुशी सहित सुखी जीवन दिने ग्यारेन्टीको साथ 1993 बाट इस्टाब्लिश भएको मलेसियन कम्पनी है, जसको संस्थापक हुनुहुन्छ डाक्टर लिम। उहाँ चाहिँ DXN कम्पनीको संस्थापक। उहाँको पनि ठूलो प्रोफाइल छ। उहाँ आफै इन्जिनियर हुनुहुन्छ, आफै डाक्टर हुनुहुन्छ। होलिस्टिक र अल्टरनेटिभ मेडिसिनमा उहाँले PhD गर्नुभएको व्यक्ति। भन्नु मतलब ऊ आफै एक्स्ट्रा अर्डिनरी व्यक्ति हो है त। र उसले त्यो सारा आफ्नो जीवनभरि पाएको ज्ञान र क्षमतालाई संसारभरिको मान्छेलाई स्वस्थ बनाउने, समृद्ध बनाउने र खुशी बनाउने बाटोमा लगाउनु भयो। त यो कार्य गर्दै गर्दै आज 33 वर्ष पार गर्दा DXN को 180 प्लस देशहरूबाट लगभग 20 मिलियन भन्दा ठूलो ग्लोबल फ्यामिली बन्न सफल भएको कम्पनी। छोटो समयमा यसले रकेटको जस्तो यसले चाहिँ आफूलाई ग्रोथ गर्न सकेको कम्पनी है त। मलेसियाबाट सुरु भएर अहिले 180 भन्दा बढी देशका मान्छेहरूले यो कम्पनीले उत्पादन गरेको प्रोडक्टहरू के गर्छन् त, सेवन गर्छन्, युज गर्छन्। र क्वालिटीको कुरा जुन 1993 मा सुरुवात हुँदाखेरि जुन क्वालिटी थियो त्यो भन्दा बेहतर आज झन् बन्दै गइराखेको छ। नयाँ टेक्नोलोजीको युज गरेर, नयाँ चाहिँ नि नलेजहरुको युज गरेर त्यो प्रोडक्टलाई अझै एफिसिएन्सी र हाई क्वालिटीको बनाउन त जो मान्छे यहाँ जोडिन्छन् यी सबै चीजहरु पाउने भएकोलाई DXN अपर्चुनिटीलाई के पनि भन्न सकिन्छ भन्दाखेरि बाइ वन गेट मेनी फ्री भन्छ के। हामीले कहिलेकाहीँ सुन्छौं नि अरु पसलतिर बाइ वन गेट वन फ्री अथवा चाहिँ बाइ टु गेट वन फ्री भन्ने त्यस्तो कहीँ हामीले देख्छौं नि। तर DXN मा के छ, बाइ वन गेट मेनी फ्री भन्नु मतलब तपाईले एउटा प्रोडक्ट किन्नुभयो भने त्यो प्रोडक्टको माध्यमबाट तपाई स्वस्थ बन्नुहुन्छ, तपाई समृद्ध बन्नुहुन्छ, तपाईको जीवनमा खुशियाली आउँछ, तपाई भोलि फ्री पर्सन बन्न सक्नुहुनेछ, तपाईले रेगुलर इन्कम सोर्स बनाउन सक्नुहुनेछ र त्यो भन्दा पनि ठूलो कुरा तपाई जस्ता हजारौं व्यक्तिहरुलाई सेवा सहयोग पनि गर्न सक्नुहुन्छ। जीवनमा तपाईले गर्दै गरेको काम यदि मिनिङफुल छ भने तपाईलाई सफल बन्नको लागि कसैले रोक्नेवाला छैन। मिनिङफुल भन्नुको मतलब के, यदि मैले कुनै काम गरेर त्यो कामको फाइदा मैले मात्रै लिइराखेको छु भने त्यो मिनिङफुल काम त्यसलाई मानिदैन। तर मैले गरेको कामबाट सोसाइटीले फाइदा पाउँछ, परिवारले फाइदा पाउँछ, देशले फाइदा पाउँछ भने त्यो कामलाई चाहिँ के भनिन्छ, मिनिङफुल भन्छ के। म त बने र अरूलाई पनि मैले के गरे, बनाए। सो हामी DXN मा जोडिएर यसलाई प्रमोट गर्नु भनेको तपाईले जीवनमा मिनिङफुल काम गर्ने अवसर पाउनु भयो भन्ने बुझिन्छ।